हामी चाहिँ यता जङ्गल जाँदैछौँ। आज चाहिँ जङ्गल जाने भनेर आएको छु। यता कता हो तर हेलो गाइस, हामी फेरि पनि स्वागत छ हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा। हामी चाहिँ आज यस्तो राम्रो पार्कमा आएको छु। आउँदै पो भनिरहेको छ यहाँ चाहिँ। अनिता र हामी चाहिँ फेरि सेट भएर है, लुङ्गी पनि सेट लाएर, सट्ट लुङ्गी लाएर दुईजनै यो सेट अनिताकोबाट आएको गिफ्ट हो यो चाहिँ। अनिता दिदीको बिहेको गिफ्ट। यो पछौरा पनि, यो लुङ्गी पनि। कस्तो हुट्टाको कान्छी कान्छी त हो म। हामी अहिले चाहिँ यता एन्ट्री गरिरहेको छु पुरै जङ्गलतिर। दामी ठाउँ छ भनिरहेको थियो। यहाँ हाम्रो खानेकुरा यसरी बोकिरहेछ। मेरो चाहिँ यहाँ छ, यहाँ टन्न बोकेर ल्याएको छु। तर त्यो पानीको खुवा चाहिँ कता रहेछ हेरौँ दुईजना। त्यता हो क्या, उतैबाट। उता बाटो त झुक्यो क्या हामी दुईजना त। यसरी घुमी पुग्दो रहेछ हामी दुईजना बाटो। यहाँ चाहिँ तोरीको फुल भनेको त होइन रहेछ। तोरीको फुल भनेको त तोरीको फुल होइन, यो तोरीको फुल जस्तै देखिरहेको त तोरीको फुल होइन रहेछ। यहाँ चाहिँ यो पार्कमा आएको छु आज चाहिँ। यता भित्र यस्तो यता उता अनिताकोमा जाऊ, अनिताले दिन्छ खाना ल। यता रहेछ पानीको। अब चाहिँ हामी यता तालतिर जान्छौँ। यहाँ तालभित्र चाहिँ हाँसहरू पनि रहेछ क्या, हाँसहरू पनि। यहाँ राखौँ आऊ। यहाँ सामानहरू एउटा ठाउँमा राखेर दुईजना चाहिँ यता। यहाँतिर हाँसहरू पनि रहेछ तालमा। दुईजना आमा नि कस्तो राम्रो। यी हाँसहरू दही कस्तो राम्रो। खुर्खो यिनीहरूलाई खाजा चाहिँ कहाँबाट ल्याएर दिनुपर्छ हो? माछाहरू नि रहेछ। बिरालो बच्चाहरू पाएको छ। त्यो सेतोहरू यता आउनु न। कसरी माछाले स्विमिङ गरिरहेको। ओइ माछा नि अनि कछुवा नि रहेछ है। यहाँ कछुवा नि रहेछ। यी कछुवा, माछा, हाँस सबै रहेछ। कस्तो अर्कै कलरको के खुट्टा कस्तो मजाले गर्यो स्विमिङ गरेको। कछुवाजी कस्तो मजाले स्विमिङ गरेको भाइ। अनिता कस्तो लागिरहेछ हाम्रो पार्कमा आएर, नयाँ पार्कमा आएर? फ्रेस फिल भइरहेछ। धन्यवाद है। यस्तो राम्रो ठाउँ छ, शान्त आनन्द क्या। उनीहरूलाई चाहिँ खाना दिँदो हुँदैन रहेछ। पार्कको नाम पनि प्रोनाउनै गर्नु छैन। आलाथाला पार्क। आदालाथाला हाँसहरू चाहिँ गीत गाइरहेछ उता। यहाँ चाहिँ खाना दिन आइराख्नु भएको छ एउटा दाइले। खाना चाहिँ के हो? ब्रेड खान्छ। ब्रेडहरू पो रहेछ। यहाँ के भइरहेछ माछाहरू? बिचार यति टाढोबाट आउँदा त सकाइसक्छ त अनि। उताबाट आउँदैछ। एला माछाहरू पनि खाइरहेछ सबै। माछाहरू पनि सकिसक्यो। खाजा त सकियो।
आउने ए यो सेतोले त पहिला आऊ छिटो छिटो आऊ 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 आउँदा आउँदै सकिन लागिसक्यो उनी सानो सानो नि रहेछ त अघि कहाँ लुकिरहेको सबैजना उताबाट आउनेहरू चाहिँ अब खाना पाएन माछाहरू एक अर्कामा लडाई फाइट भइरहेछ यहाँ माछाहरू यता यो दुईजना यता अब हामी दुईजना चाहिँ खाना खाने पिकनिक हामी दुईजना खाना यहाँतिर छ यहाँतिर यस्तो छ जङ्गल यस्तो यस्तो ठाउँहरूमा हिँडिरहेछौँ हामी दुईजना त्यहाँ गएर खाने त्यहाँ शान्त क्या आनन्द यता चाहिँ चर्चको घन्टी बजिरहेछ कता छ चर्च पनि देखेन हामी दुईजनाको ठाउँ चाहिँ यहाँ हौ यहाँ चाहिँ फेरि हामी तान्न ओछ्याउने हो हाम्रो खानेकुराहरू रेडी निकाल्दैछौँ ओहो रोटी रोटी नि राम्रोसँग रोटी त खतरा बनाएको रोटी है के अरे यो कोदो कोदो र उयो हालेको हौ चामल कोदो अनि बेसन राम्रो भएन तर टेस्ट चाहिँ छ कि तर राम्रो चाहिँ भएन मिठो भएपछि भइगयो नि आऊ झरे झरे कुमारी चाहिँ खाना बाँड्दैछ आज चाहिँ हामी यस्तो दामी ठाउँमा आएको छ कस्तो हामी दुईजना चाहिँ ड्राई पिकनिक आएको आज हामी तिमी भन्दै गर ल यो चाहिँ मासु अनि दालले भात यस्तो मिठो बनायो अनि यो चाहिँ घिउ र भात ओइ खायो घिउ र भात कुमारीले पस्किँदैछ घिउ र भात रे कुमारीले पस्किँदैछ खाना ए अस्ति नै लिएर आएको है तिमीले घिउ यता पनि देखाइदिउँ ल वरिपरि पनि हामी चाहिँ यस्तो जङ्गलको बिचमा बसेर खाइरहेको छु जङ्गल चाहिँ भन्दैन यसलाई ए हाम्रो दुईटा साथी पनि छ ए मयूर छ कि हो कराइराख त अनि कुमारी कुमारी दिदी उता खाएर उता उता जानुपर्छ कुमारी दिदी हजुर दिदी भातसँग मासुसँग भात खाने हामी त भातसँग मासु होइन भातसँग मासु होइन मासुसँग भात खाने यो बङ्गुरको मासु खानमा लागिसक्यो छिटो गर अनि अचार चाहिँ कस्तो भएको नि बिहान बनाएको अनि तले हो सबै बनाउने यो चाहिँ हामी दुईजनाको खाना रोटी बनाउने अहिले ल ल हेलो गाइज नमस्ते मेरोमा अझै कुमारीको ब्लगमा सबैलाई स्वागत छ त्यो पार्कमा आथाला छ है कि साथाला छ नेसनल फरेस्ट पार्कमा हो तपाईहरु पनि आउन चाहनुहुन्छ भने आउनुस् धन्यवाद रे रोटी चाहिँ कोदोको है कोदो मिसाको खायो ल पिटो ए खुर्सानी भनेको थियो त ए खोइ ल्याएन दाल खुर्सानी ल्याएन ए कता छ कहाँ चाहिँ राखेको जस्तो ए उता लेमनमा हेर्न त तिमीले आलु छ भनिरहेको थियो त त्यो चटपटमा चाहिँ बरु त्यो आलु ए ड्राई हाल्ने क्या हामी दुईजना चाहिँ फेरि भरे चटपट पनि खानेछौँ कत्रो ठुलो तर पिरो चाहिँ छैन है बिरालो चाहिँ हेरेर त ल ल ल ल ल ल ल ल ल बिरालो चाहिँ खुर्सानी हेरेर हाँसिरहेछ तर घाम चाहिँ छैन गरुङको ए गर्मी छ खाए ल भेना नमस्ते हामी दिदी भेना चाहिँ दिदी भेना चाहिँ गफ गरिरहेछ क्या फेरि खाऊ न खान्छ हामी दुईजना मात्रै हो बिरालोहरू छ बिरालोहरू यति धेरै भएर बढी पिरो छ त्यो ड्राई के हो अरे पिरो छ पिरो छ त्यो नि अब खान पिरो छैन भनेर लिएर आएको त तिन पनि भयो त तिनजना हुन्थ्यो
कर्मी आज गर्मी छ अझ उठ्ने बित्तिकै त्यो गरेर हैन आहा सुनिरहेको दुईजना फ्रेसै छैन है कति धेरै आउँछ अहिले पो आइरहेको रहेछ मान्छेहरु आहा अहिले टन्ने आहा तर कस्तो दामी ठाउँ क्या आछि म त उता हेर्दै बोलिरहेको छु झन् कुन साइडतिर हो र त्यो यता निकोसियातिर मान्छेले पालुरियो जिसा साइडतिर निकोसियातिर झन् उता जानुपर्ने रहेछ अँ के जङ्गल रहेछ कहाँ उताले जान्छ हौ अनि हो त्यो पुलबाट चाहिँ त्यो साइड हो कि उता साइड हो कि त्यो डेभन साइड होइन कि यता साइड कहिले आउने होला भेना यस्तो लोकेसन सोध्दै बस्नु भएको कस्तो हात पो खानु लगाएको अनि अघि उता के गरेको हामीले हातले कसरी खाने है भेना म पनि जुलाईमै जाने हो जुलाईमा जाने रे तर अचार मिठो भएन आज त साथीहरू म नेपाल जुलाईमा आउँदैछु ल लिन आउनु एयरपोर्टमा अरे अरे ल किन नहुनु बेनाहरू पो त्यता पेन्सिङ नपाकेसम्म उतै बस्नेवाला हामी चाहिँ नेपालमै गएर बस्छ है आउने बेलामा छुट्टीमा आउने बेला आइहाल्छ नि भेट्न लेदो हाल्नु लेदो हाल्नु यो त नै छ रोटी आऊ धन्दै के नरहेछ त लेदो ए हात त सफा गरेको थियो नि त है होइन आउने बित्तिकै खाम भनेको दिदीले त झन् अनि फेरि उसले क्या बाटोमा क्या त्यो के त्यो भर्खरै जन्मेको के अरे बैंसीको बच्चाहरू जस्तै हिँडेको यस्तो रहेछ क्या ओह्रालो पुलुक पुलुक पुले उता गएर एकछिन उभिरहेको रहेछ यता गएर हिँड्दो रहेछ भने उनीहरू कस्तो भिरालो हो के अनि फेरि हिल पनि लाखा नि त म चाहिँ के लाग्यो त गम्बुट तैँले नि हिलै लाखा त्यस्तो गरौँ न डल्ले खुर्सानीको बिहा चाहिँ होइन यहाँ रुखमा रोपिराखौँ अर्कोचोटि आउँदा चाहिँ पुरा फलिरहेको हुन्छ ए भेना दिदीले किनिदिएको पछ्यौरा हरू छ नि यो बिरालोहरू हामीसँग पछि पछि आएर टन्न खाएर यहाँ हेर्न यसरी ए आमा हामी जता जता जान्छ त्यता त्यतै आएर यता जङ्गल त गोरेगासीको फिल्म सुटिङ गर्ने ठाउँको जस्तै नङ्जे डाँडातिरको जस्तै अनि यता चाहिँ यो पार्कको क्याफे नेरो भनेको पानी क्याफे पार्क अफ छ हामी केही नगरेर चाहिँ किन राख्नु होइन अब हामी चाहिँ यो क्याफेमा के पाउँछ हेर्न जाऊँ है अहिले चाहिँ हामी जुस खान आएको यता बाहिर चाहिँ यस्तो घाम भएर चाहिँ आमा यता चाहिँ यस्तो घना जङ्गल छ हामी चाहिँ अब यता जाँदैछौँ अनि त उता हिँडिरहेछ के गर्ने पक्ला पुग्लु सामानहरू बोकेर यस्तो राम्रो यो चाहिँ त्यो घाम हो कि के हो निगालोको घाम ए घाम रे घाँस निगालोको घाँस यस्तो राम्रो पुलहरू नि रहेछ यता शीतल कस्तो आनन्दै आयो यहाँ हेर्नु न यो फल यो खाने होइन खोला रहेछ त अनि यहाँ ऊ त्यो भ्याएको त कराएको के कराएको यो त कर कर भनिरहेछ यस्तो जङ्गलहरू त
हाम्रो माथि मम्जे डाँडातिर जस्तो के कोट डाँडातिर जस्तो। अनिता यता चाहिँ कहाँ जाने अब? हामीले आज कति ठाउँ सरिसक्यौँ रे? बिरालो बच्चा सरे जस्तै सरे सरेको सरै छ हामी दुईजना ठाउँहरू त। कस्तो शीतल छ है अहिले त। अब हामी चाहिँ यहाँ बसेर चटपट बनाउने खाने। म यहाँ उठ्यो हेर्न उठ्यो चरा। यहाँ बस्ने भनेको फेरि उता सरी फेरि सरिरहेछ हामी दुईजना ठाउँ। सेकेन्ड टाइम ओछ्याउँदैछ हामी दुईजनाको बेड रे टेबल बनिरहेछ फेरि। यस्तो छ कि ठाउँहरू चाहिँ यस्तो यस्तो। त्यो मान्छेहरू हिँडिरहेछ उता। अब चाहिँ हामी चटपट बनाएर खाने। यता फेरि दुईजना चाहिँ उता बस्ने ठाउँमा चाहिँ नबसिकन यता माथि ताना ओछ्याएर यसरी बसिरहेको क्या। लु भातै भात छ हौ। यो काटिरहेछ सामग्रीहरू काटिरहेछ। चटपट मोल्दैछौँ। बनाइसक्यो हामी चटपट। अब हामी चाहिँ घर फर्किन लागेको। अनि आजको दिन कस्तो भयो पार्कतिर? कस्तो भयो? रमाइलो भयो है। शान्त क्या। अनि हामी चाहिँ फर्किँदैछौँ अब चाहिँ रुमतिर। फेरि आउनेछु यो जङ्गलतिर चाहिँ हामी चाहिँ यो पार्कतिर चाहिँ। ओके आजको लागि भिडियो यति नै। भिडियो हेर्नुलाई धेरै धन्यवाद। हिँडेको म चाहिँ यहाँ सुन्ने काटिनु सिका कस्तो क्युट बच्चा हो। बाई बाई।